अनि यसलाई चाहिँ के गर्ने माथिबाट चाहिँ के गर्ने सिधा लाइन ल्याएर फर्के यस लाइन तलको भागलाई कर्व गरिदिने र यो भागलाई यता सिधा ल्याएर माथिबाट सिधा लाइन ल्याएर फर्काइदिए पनि के हुन्छ है बुझ्नु भएको छ नि ल ए भयो अब बी लेख्दाखेरि के गर्ने माथिबाट फेरि के गर्ने बराबर यसरी फर्के लाइन ल्याउने र यो पछाडिको भागलाई कर्व गरेर माथिबाट चाहिँ के गर्ने फेरि पी बनाउने र तल बी बनाउने है फेरि प्र्याक्टिस गर्नुहोस् ल अनि त्यसपछि फेरि के गर्ने माथिबाट एउटै हातले बनाउनुहोस् तलबाट लाएर लाइन छोडेपछि माथि उठ्नुपर्छ है सी अब डी बनाउँदा यसरी माथि जाने ई बनाउँदा पहिला चाहिँ के छ क्यापिटल सी लाई स्मल साइजको सी बनाउने र त्यत्रै सी चाहिँ तल पनि जोड्नु अब याद बनाउँदा पनि यसरी नै लाइन ल्याएर पछाडिको भागलाई कट गरेर यो अगाडिबाट पुरै फर्के ल अनि